नमस्कार, म निकुञ्ज शर्मा। यस लक्ष्मी मावि हल्दीबारी गाउँपालिकामा रहेको विद्यालयको मतदान केन्द्र क केन्द्रको सहायक मतदान अधिकारी र हामीहरूले आजको करिब धेरै कामहरू पुरा गरिसकेका छौँ र आउनुहोस् यहाँ हेरौँ के भएको छ। हाम्रो यस मतदान केन्द्रमा 4वटा केन्द्रहरू रहेका छन्, बुथहरू रहेका छन्। यहाँ प्रत्येक बुथमा चाहिँ यसरी जस्तो मतदान केन्द्र कमा वृद्ध अशक्त अपाङ्गता भएका व्यक्तिहरू यहाँबाट सोझै जान सक्नुहुनेछ। उहाँहरू यहाँ कुनै पनि लाइन बसिरहनु पर्ने जरुरी छैन। त्यसै गरी यहाँ महिला भनेर लेखिएको छ। यहाँ चाहिँ क्रम सङ्ख्या 1 देखि 784 सम्म नामावली रहेको छ र यहाँबाट चाहिँ यो महिलाहरूको लागि भयो र यो चाहिँ भयो पुरुषहरूको लागि। यहाँबाट लामबद्ध भएर उहाँहरू जान सक्नुहुनेछ र यसरी गएर उहाँहरूले सुरुमा यहाँ विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू बस्नुभएको हुन्छ। उहाँहरूबाट चाहिँ आफ्नो नामावली यहाँ रुजु गराइसके पश्चात यतापट्टि हाम्रो अन्य कर्मचारीहरू बस्नुभएको हुन्छ र कर्मचारीहरूले पनि यहाँ रुजु गराए पश्चात यहाँनेरि नङमा मसी लगाउनुहुन्छ, यहाँ तथ्याङ्क फारम भर्नुहुन्छ र त्यसै गरी यहाँ सहायक मतदान अधिकृत र मतदान अधिकृत बस्नुहुन्छ र मतदान अधिकृतज्यूले प्रत्येक मतपत्रमा दुईवटै यो पहिलो हुने निर्वाचित हुने प्रणालीको र समानुपातिक दुवैतर्फको मतपत्रमा हस्ताक्षर गरे पश्चात यहाँबाट पहिलो हुने निर्वाचित हुने प्रणाली प्रत्यक्ष भनेर भनिन्छ को मतपत्र लिनुहुन्छ र यो मतपत्र लिएर यहाँ गएर यतापट्टि छाप हाल्नुहुन्छ। आफूलाई कुन दल अथवा को व्यक्ति रुचाउनु भएको छ उहाँलाई र यहाँनिर अगाडि बाकस बस्छ, बाकसमा त्यो वालमा भित्र हाल्नुहुन्छ र त्यसै गरी फेरि दोस्रो मतपत्र लिनको निम्ति यहाँ जानुहुन्छ। यहाँबाट समानुपातिक तर्फको कालो मतपत्र त्यहाँ रातो हुन्छ, यहाँ कालो मतपत्र लिनुहुन्छ र सो मतपत्रलाई पनि फेरि यहाँनिर आएर आफूलाई मन परेको राजनीतिक दललाई उहाँले कसैले पनि आफ्नो स्वस्तिक छाप चाहिँ त्यहाँ लगाउनुहुन्छ र अगाडिपट्टि बक्सा राखेको हुन्छ। भोलि त्यो बक्सामा खसाल्नुहुन्छ र यहाँ बाहिर भनेर लेखिएको छ, यहाँबाट उहाँहरू एक्जिट हुनुहुन्छ र त्यहाँबाट चाहिँ सबैजना एक्जिट हुनुहुन्छ, बाहिर जानुहुन्छ। हाम्रो इन्ट्री उताबाट हुन्छ भित्र र बाहिर यताबाट। त्यसो हुँदा यहाँ एकहोरो प्रणाली हामीहरूले चाहिँ निर्माण गरेका छौँ र यसै गरी ख केन्द्रमा पनि त्यही नै हो, गमा पनि त्यही हो, घमा पनि त्यही हो। यहाँ करिब 32-33 जना जति र अन्त्यमा तपाईँहरू कसैले पनि कुनै पनि दल वा उम्मेदवारको दबाब प्रभाव डर धम्कीमा नपरिकन आफूले इच्छाएको व्यक्तिलाई एकदम स्वच्छ ढङ्गले मतदान गर्नको निम्ति पनि म सबैलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद।